आज गणेश नेपालले दिनको 1500ले आफ्नो निजी जीवन चलाइरहेको थिए। तर म सोध्न चाहन्छु, सदनमा बस्ने प्रधानमन्त्रीदेखि लिएर मन्त्री सांसदसम्मको प्रत्येक दिनको हाम्रो खर्च कति हो र उनले कमाउने कति र उनको खर्च कति हो? आज एउटा पठाउ राइडरले दिनमा कति कमाउँछ? 500, 700, 1000। अनि उनले 1000 रुपियाँको चाहिँ फाइन लगाइदिए, उसले पटक पटक फाइन काट्यो भने छ सम्माननीय सभामुख महोदय। र हामीले उनलाई कारबाही गरिरहँदाखेरि ट्राफिक नियम हामीले चाहिँ करै गरिरहँदाखेरि आज हाम्रो बाटोघाटोको अवस्था के छ सभामुख महोदय? म सरकारलाई आग्रह गर्न चाहन्छु, एकचोटि काठमाडौँको गल्ली गल्ली र रिङ रोड सबै सरकारको चाहिँ मन्त्रीहरू घुम्नको निम्ति म अनुरोध गर्न चाहन्छु सम्माननीय सभामुख महोदय। लेन क्रस गर्यो भने चाहिँ कति ठाउँ हाम्रो लेन राम्रो छ, हामीले हेरेका छौँ। यसो 2-4 सिटीमा राम्रो यसो बनायो अनि सबै काठमाडौँ ठिक छ भनिदिने। र ती गणेश नेपालहरू काठमाडौँ किन छिरे सभामुख महोदय? सरकारले त्यो ध्यान दिने कि नदिने? गाउँमा रोजगारको अभावले, शिक्षा स्वास्थ्यको अभावले काठमाडौँमा सुख शान्ति खोज्न आएको सभामुख महोदय। आज ऊ माथिको जसरी यिनी एउटा पात्र हुन्। आज त्यस्तो हजारौं जो युवाहरू आज भौतारिरहेका छन् सभामुख महोदय। आज पठाउ राइडर गर्छन्, ट्राफिक नियम यति तपाईँको चाहिँ उनीहरू माथि ट्राफिकले तपाईँको दमन गराएको छ अथवा तपाईँको चाहिँ जबरजस्ती फाइन काटिरहेको छ सभामुख महोदय। हाम्रो पहिला विकास राम्रो हुनु पर्यो, त्यस पछाडि कानुन कडाइ साथ लाग्नु।